गुड मर्निङ साथीहरु। आज चाहिँ घाम चाहिँ यस्तो दामी लागेको छ है। 2 दिन पानी परे घाम लागेको छ। आज चाहिँ हामी बारीको एभोकाडो टिप्ने हो। चौथो फल्छ एभोकाडो क्या, एभोकाडो र अम्बक टिप्ने हो। अब हामी बारीमा जाउँ है गाइसहरु। यहाँ चाहिँ आज बेलाले पनि घाम ताप्दैछ मजाले। 2 दिनपछि घाम लागेको। अब चाहिँ घाम दामी लाग्यो हो साथीहरु। नि त फुलहरु मजाले फुल्न थाल्यो। 2 दिनपछि घाम लागेको क्या। यसको नि दामी आइछ कलर। हेर्नु न साथीहरु, पानी पर्दा पर्दा घाम लाग्दाखेरि कस्तो देख्छ भने जस्तो हुँदो रहेछ गाइस। दामी देख्दो रहेछ। दिन बल्ल उग्रियो क्या, काठमाडौँको दिन बल्ल उग्रियो। अब यो तलको एभोकाडोको रुखको चाहिँ एभोकाडो टिप्न जानुपर्छ है। अब आज चाहिँ मेरो छोराले टिप्न आँटेको छ। ल सुरु गरौँ है गाइसहरु। बिस्तारै बोल्नु हौ, अहिले बिस्तारै ल। त्यो उनीहरुकिन बिस्तारै उठ्दैन नहोला न। आज चाहिँ हाम्रो यहाँ एभोकाडो टिप्ने दिन सुरु भएको छ। घाम चाहिँ दामी पारामा लागेछ है। त्यही भएर त पार्रै हान्नुपर्छ क्या। यहाँ झरिसक्यो एभोकाडो। यो त पाकिसकेको छ साथीहरु। एभोकाडो हो। अब अझै टिप्नु पर्छ। एभोकाडोको रुख चाहिँ कत्रो छ क्या यहाँनिर। हेर्नु न साथीहरु, एभोकाडो टिप्दैछ हाम्रो छोरा। के भएको त्यो बिचमा पार्न आङ्कुसेको बिचमा। ल हाम्रो कान्छाले चाहिँ आज एभोकाडो टिप्दैछ है गाइसहरु। कस्तो दामी ठुलो ठुलो छ यो चाहिँ। तर कसैले खाँदैन यो सुन्तला चाहिँ। ल ल ल दिन्छ ल। हेर्नु साथीहरु, यस्तो दामी फलेछ। घाम यस्तो चर्को लागेछ कि साथीहरु। एभोकाडो टिप्दैछ हाम्रो छोराले। बिचमा पार सट्ट तान्न। घाम लागेछ कि देख्नु त देखिँदैन। वाउ ल ल। अब एक अम्बक पनि टिप्नु पर्छ साथीहरु। अम्बक पाकेर लटरम्मै भएको छ। हेर्नु त अम्बकै। वाउ अच्छा। अम्बक हो। अब अझै टिप्नु पर्छ। यो पल्लो घरमा पनि सिमी टिप्दैछ। पल्लो घरमा पनि। अब म यो ओल्लो घरमा चाहिँ अम्बक टिप्नु पर्छ। अम्बक टिप्नु पर्छ। देख्नुभयो। अब यहाँ राख्नुपर्छ यसरी। आज चाहिँ यो यहाँको एभोकाडो टिप्न लागिरहेछौँ। बोट चाहिँ ठुलो छ। अग्लो बोट छ। यो चाहिँ पहिलोचोटि फलेको हो कि। अनि घाम पनि लाग्यो, त्यही भएर यहाँ छोरालाई टिप्न लागेको छु। टिप्दैछ। 16-17 वटा जस्तो भइसक्यो बल्ल। अब अम्बकको पाली। कस्तो यम्मी छ। गुल्लो गुल्लो अम्बक दिएको चाहिँ। यस्तो गुल्ले छ कि यस्तो गुल्ले छ के भन्नु र। अनि कटमुर होइन, पाकेको मात्रै टिपेछ र। आज चाहिँ सबै टिपी भ्याउनुपर्छ। कस्तो गुले छ है। त्यो भेजमा हाल्नु। अब यो चाहिँ भाग लाउँदैछ।
ल हेर्नु होला साथीहरू 25-30 जस्तो टिपेको छ है हामीले चाहिँ कस्तो कस्तो छ यो चाहिँ झर्दाखेरि फुटेछ कि अलिकति देखियो नल है नल यसो हाल्दिएको देखा ल हेर्नु होला नमुराको बारी यो चाहिँ अस्तिदेखि टिप्यो भनेको उल्लो तरकारीले खाइरहिहालेछ ल हेर्नु होला गाइसहरू अब यो अम्बक पनि हाल्नुपर्छ कस्तो गुलियो अम्बक छ अम्म अब हामीलाई एभोकाडो रुख पनि देखाइदिउँ गाइस हामी टमाटर पनि देखाइदिउँ गाइसहरूलाई टमाटर पनि फुल्दैछ